नमस्कार सम्पूर्णमा। आज फेरि म 6औं दिनको लाइभमा आएको छु। सर्वप्रथम सम्पूर्णमा 2026 इस्वी सम्वतको अवसरमा सम्पूर्णमा ह्याप्पी न्यू इयर भन्न चाहन्छु। हुन त हामी नेपालीहरूको ह्याप्पी न्यू इयर अर्थात् नयाँ वर्ष वैशाख 1 गते हुन्छ। अहिले हामी ग्लोबली सबैसँग टचमा बसिरहेको कारणले गर्दाखेरि अहिले पनि म सम्पूर्णमा देश विदेशमा रहनुभएका सम्पूर्णलाई भित्री मनदेखि नै ह्याप्पी न्यू इयर भन्न चाहन्छु। अनि गएका वर्षहरूमा जति पनि कामहरू अधुरा रहेका छन्, जति पनि कामहरू पेन्डिङमा रहेका छन्, ती कामहरू सबै चाहिँ यो वर्ष एकदम राम्रोसँग सम्पन्न होस् र साथै नयाँ वर्षमा नयाँ उमङ्गका साथ नयाँ कामहरूको सुरुवात होस्, नयाँ इन्कमहरू जेनेरेट होस् भन्ने हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। समय हामी बढौँ या नबढौँ, समय जतिखेर पनि अगाडि बढिरहेको हुन्छ। समयसँग जो हिँड्न सक्छन्, जसले समयलाई चिनेर समयसँगै पाइला अगाडि बढाउन सक्छन्, ती मान्छेहरूले लाइफमा जतिखेर पनि सफलता हासिल गरेको इतिहास हामीले पढ्दै अर्थात् सुन्दै आइरहेका छौँ। त्यही भएर समय जतिको बलवान सायद यहाँ कोही पनि छैन होला। मान्छेहरू अहिले आफूसँग धन छ, सम्पत्ति छ भनेर चाहिँ मान्छेहरू एकदम घमण्ड गर्छन्। मभन्दा ठुलो कोही छैन, मै जान्ने, मै बुझ्ने भनेर हिँड्छन्। तर त्यो होइन, समयले के गर्छ भन्दाखेरि त्यस्ता मान्छेहरूलाई पनि समयले पाठ सिकाएको हुन्छ। समयले नै उनीहरूलाई ज्ञान गुणका कुराहरू दिएको हुन्छ। त्यही भएर समयभन्दा ठुलो केही पनि हुँदैन। त्यही भएर जुन काम हामी भोलि गर्छौँ भनेर राख्छौँ, त्यो काम चाहिँ हामीले आजैदेखि सुरु गऱ्यौँ भने निश्चित रूपमा हामीले भविष्यमा सफलता हासिल गर्न सक्छौँ। यस्तै गरी हामीले पनि नयाँ कामहरू गरौँ, नयाँ सुरुवात गरौँ भनेर अब 2025 नोभेम्बरदेखि यो डिजिटल बिजनेस गरौँ भन्ने सोचका साथ अगाडि बढिरहेको छु म पनि। यदि तपाईँहरू पनि चाहनुहुन्छ भने प्लिज यो डिजिटल बिजनेस एकदमै राम्रो अर्थात् राम्रो एकदमै आफ्नो समय अनुकूल गर्न मिल्ने, घरबाटै गर्न मिल्ने भएको कारणले गर्दाखेरि जो मान्छेहरू बाहिर गएर अरूसँग फेस गर्न अर्थात् अरूको अधीनमा बसेर काम गर्न चाहँदैनन्, उनीहरूको लागि एकदमै राम्रो छ। यसमा आफ्नो बोस आफै हुन्छ र कसैको अधीनमा बस्नु पर्दैन। जुन बेलामा आफूलाई जतिखेर मनपर्छ त्यो बेलामा हामी यो बिजनेस रन गर्न सक्छौँ। बिजनेस नै एकदम पैसाको लागि बिजनेसको अर्को विकल्प नै छैन भन्ने बिजनेसम्यानहरूले प्रुफ गरिसकेका छन्। व्यापार अपार भनिन्छ नि नेपालमा पनि। जति मान्छेहरूले व्यापार गर्दै गयो उनीहरू चाहिँ त्यति नै एकदम वेल्दी अर्थात् एकदम सम्पन्नता हासिल गर्दै गरेका छन्। अब हामी चाहिँ के हो, जागिरे मानसिकता भएर जागिर गरेर चाहिँ के हो, हामीले अब मैले पहिलाको भिडियोमा पनि तपाईँहरूलाई भनिसकेकी छु कि जागिर भनेको के हो, हामी भोको पनि हुँदैनौँ, भकारी पनि हुँदैन। एक्स्ट्रा हाम्रा इच्छा चाहनाहरू हामीले पुरा गर्नु पर्यो भने कि त हामीलाई लोन लिनुपर्ने हुन्छ अर्थात् कि त अरूको मुख ताक्नुपर्ने हुन्छ। व्यापार अर्थात् बिजनेस नै एउटा यस्तो चिज हो जसले चाहिँ मान्छेका इच्छा र आकाङ्क्षाहरूलाई पुरा गरिदिन्छ। जसले गर्दाखेरि अहिले हामीले हाम्रो वरपर पनि जतिसुकै मान्छेहरू छन्, जागिर गर्ने मान्छेहरू भन्दा व्यापारमा लाग्ने मान्छेहरू एकदम फ्रिली जुनसुकै ठाउँमा जानलाई पनि ल आज यस्तो प्रोग्राम छ है भन्दाखेरि ओके भनेर जान्छन्। तर जो मान्छेहरू चाहिँ जागिरमा निर्भर भएर बसेका हुन्छन् उनीहरूको चाहिँ के हुन्छ भन्दाखेरि बिदा मिल्दैन, टाइम छैन, बिदा नभएको कारणले गर्दाखेरि म आउन सकिनँ भन्ने यस्ता कुराहरू राख्नुपर्ने स्थिति आइरहेको कारणले यो डिजिटल बिजनेस चाहिँ तपाईँ जुनसुकै ठाउँमा जानुभए पनि
त्यहाँ तपाईँले सँगै लान सक्ने कारणले गर्दाखेरि तपाईँलाई चाहिँ म भ्याउँदिनँ, म सक्दिनँ, तपाईँहरूसँग अरूसँग हामीले सरी माग्ने स्थितिहरू चाहिँ आउँदैन र हामी जुनसुकै बेलामा पनि अर्निङ, लर्निङ सबै गरिराखेकै हुन्छौँ। यसकारण यो डिजिटल बिजनेस समयको अर्थात् आजको माग पनि हो। किन भन्दाखेरि अचेल बच्चाहरू पहिला चाहिँ एकदम सोसियलाइज हुन्थे, अहिले सबैजना के हो विश्व नै एउटा कोठामा लिएर बसेका हुन्छन्। त्यस्तो स्थितिमा मान्छेहरूले केवल आफ्नो औँला चलाएको भरमा चाहिँ एकदम राम्रा इन्कमहरू अर्थात् 4 फिगर इन्कम, 5 फिगर इन्कमहरू गरिरहेका हुन्छन्। त्यसकारण यदि तपाईँहरू पनि यसरी बिजनेसमा इन्भल्भ हुन चाहनुहुन्छ भने मेरो वेबसाइटमा आफ्नो इमेल र आफ्नो नामहरू रजिस्टर गरेर बिजनेस के हो भन्ने कुराहरू तपाईँहरूले बुझ्न सक्नुहुन्छ। मेरो वेबसाइट रहेको छ www.narayansundari.com र मेरो